पूरा भिडियो हेर्नुहोस् किनकि अन्त्यमा नेपालीहरू कसरी जान सक्छन्, काम के पाइन्छ र तलब कति हुन्छ भन्ने बारेमा विस्तृत जानकारी दिनेछौँ। नमस्ते साथीहरू, आजको यस विशेष भिडियोमा हामी तपाईलाई युरोपको एउटा यस्तो सुन्दर र शान्त देशको यात्रा गराउँदैछौँ जहाँको प्राकृतिक सुन्दरता र आतिथ्यले तपाईको मन लोभ्याउनेछ, जहाँ 50% भन्दा बढी जनसङ्ख्या मुस्लिम छ, जहाँ पाकिस्तानी र नेपालीहरूलाई निकै इज्जतका साथ हेर्ने गरिन्छ र सबैभन्दा मुख्य कुरा, यो देश युरोपका अन्य राष्ट्रहरूको तुलनामा निकै सस्तो छ। हो साथीहरू, आज हामी कुरा गर्दैछौँ बस्निया एन्ड हर्जेगोभिनाको। बस्निया एन्ड हर्जेगोभिना एक परिचय। बोस्निया एन्ड हर्जेगोभिना युरोपको सानो तर अत्यन्तै मनमोहक देश हो। यसको कुल जनसङ्ख्या करिब 32 लाख छ र राजधानी शहर सराजेभो हो। युरोपको जेरुसलेम, यहाँ मुस्लिम, इसाई र यहुदी तीनै धर्मका मानिसहरू मिलेर बस्ने भएकाले यसलाई युरोपको जेरुसलेम पनि भनिन्छ। पानीको देश, बोस्निया शब्दको अर्थ नै पानी हो। यहाँ तपाईले जताततै सुन्दर नदी, मनमोहक झरना र तालहरू देख्न सक्नुहुन्छ। मुस्लिम इतिहास र संस्कृति। बोस्नियामा 15औं शताब्दीदेखि अटोमान एम्पायर, उस्मानिया सल्तनतको शासन थियो। त्यसैले यहाँको वास्तुकला, बजार र खानपानमा टर्किस प्रभाव स्पष्ट देखिन्छ। युरोपको मुटुमा बसेर अजानको मधुर धुन सुन्न पाउनु यहाँको एउटा छुट्टै विशेषता हो। पाकिस्तान र मुस्लिमहरूप्रति सम्मान। 1992 देखि 1995 सम्म भएको बोस्नियाली युद्धको समयमा पाकिस्तानले उनीहरूलाई ठूलो साथ दिएको थियो। पाकिस्तान बोस्नियाको स्वतन्त्रतालाई स्वीकार गर्ने पहिलो राष्ट्रहरूमध्ये एक हो। त्यसैले आज पनि त्यहाँका मानिसहरू पाकिस्तानी र दक्षिण एसियाली मुस्लिमहरूप्रति निकै आत्मीय भाव राख्छन्। नेपालीहरू बस्निया कसरी जाने? यदि तपाईँ नेपालबाट बोस्निया जाने सोचमा हुनुहुन्छ भने यी कुराहरू बुझ्न जरुरी छ। 1. भिसा प्रक्रिया। बोस्निया सेंगेन क्षेत्रमा पर्दैन, त्यसैले यहाँको भिसा प्रक्रिया अन्य युरोपेली देशको तुलनामा केही सहज मानिन्छ। 2. प्रकार। तपाईँ टुरिस्ट, स्टुडेन्ट वा वर्क भिसामा जान सक्नुहुन्छ। 3. रुट। काठमाडौँ, दुबई, दोहा, इस्तानबुल, सराजेभो। काम र अवसरहरू। बोस्नियामा वैदेशिक कामदारहरूका लागि विशेष गरी निम्न क्षेत्रमा माग छ: होटल र रेस्टुरेन्ट क्लिनर, किचन हेल्पर, वेटर, डिशवाशर। निर्माण, कन्स्ट्रक्सन हेल्पर, मेसन, पेन्टर। फ्याक्ट्री र वेयरहाउस, प्याकिङ र लोडिङ। केयरगिभर, वृद्धवृद्धाको हेरचाह र सरसफाई। नोट: सुरुवाती चरणमा भाषा नआए पनि यी कामहरू गर्न सकिन्छ। तलब र खर्चको विवरण। बोस्नियामा आम्दानी र खर्चको सन्तुलन निकै राम्रो छ। कुल मासिक खर्च करिब 350 देखि 400 युरोमा तपाईले राम्रोसँग आफ्नो गुजारा गर्न सक्नुहुन्छ। शिक्षा र नागरिकता। पढाइ। यहाँका सरकारी विश्वविद्यालयहरू निकै सस्तो छन्, $250 देखि $800 प्रति वर्ष। यहाँको साक्षरता दर 98% भन्दा माथि छ। नागरिकता। 7 वर्ष लगातार बसेपछि वा बोस्नियाली नागरिकसँग विवाह गरेमा यहाँको नागरिकता प्रक्रिया अगाडि बढाउन सकिन्छ। घुम्नै पर्ने ठाउँहरू। यदि तपाईँ घुम्न जानुहुन्छ भने सराजेभो ओल्ड टाउन, मोस्टार ब्रिज र त्यहाँका ऐतिहासिक बजारहरू छुटाउनै नहुने ठाउँ हुन्। मात्र 8 युरोमा ट्रेन चढेर तपाईँ सराजेभोबाट मोस्टारको सुन्दर यात्रा गर्न सक्नुहुन्छ। अन्त्यमा साथीहरू, युद्धको इतिहासबाट उठेर आज बोस्निया एउटा सुरक्षित र विकसित देश बनेको छ। युरोप छिर्न चाहने र कम खर्चमा राम्रो जीवन बिताउन चाहनेहरूका लागि यो एक उत्कृष्ट गन्तव्य हुन सक्छ। तपाईलाई आजको यो जानकारी कस्तो लाग्यो? कमेन्टमा पक्कै लेख्नुहोला। यस्तै जानकारीमूलक भिडियोका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न र बेल आइकन थिच्न नबिर्सनुहोस्। के तपाईँ बोस्नियाको भिसा प्रक्रियाबारे थप विस्तृत भिडियो चाहनुहुन्छ? मलाई बताउनुहोस्।